नमस्ते, म सम्पदा लिम्बू यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले सामाजिक सञ्जालमा डाक्टर सन्दुक रुइत र काठमाडौँको मेयर बालेन शाह बीचको एउटा भेटको भिडियो चाहिँ निकै भाइरल बनाइएको छ। त्यो भिडियो क्लिप्सहरू काटेर चाहिँ त्यसमा चाहिँ एकदमै भ्रामक शीर्षकहरू राखेर चाहिँ भाइरल बनाइएको छ र त्यो भ्रामक शीर्षकहरूमा चाहिँ विदेशी एजेन्टहरू अनि त्यसपछाडि बालेन शाह र डाक्टर सन्दुक रुइतको चाहिँ गोप्य भेटवार्ता अनि त्यसमा चाहिँ अर्को चाहिँ सुदन गुरुङ पनि उपस्थिति थिए भन्ने खालको शीर्षकहरू राखिएको मैले पनि देखेँ र यो कुराहरू अहिले चाहिँ सामाजिक सञ्जालभरि चाहिँ देखिएको छ। यो भिडियो किन बनाउँदैछु भने यसप्रति चाहिँ हाम्रो ध्यानाकर्षण भयो। किन ध्यानाकर्षण भयो भन्दाखेरि चाहिँ यो चाहिँ हामीले चाहिँ अपलोड गरेका हाम्रो च्यानलको चाहिँ सामग्री हो। त्यस कारणले पनि हामीले यसको बारेमा केही बताउनै पर्ने पनि हुन्छ। त्यही भएर मैले यो भिडियो बनाउँदैछु। अब यसको बारेमा सुरुमा त म यो भिडियोको वास्तविकता के हो त्यसको बारेमा तपाईहरुलाई भन्न चाहन्छु। करिब आजभन्दा 2 वर्ष अगाडिको कुरा हो जब चाहिँ डाक्टर सन्दुक रुइतलाई चाहिँ बहराइनको एउटा प्रतिष्ठित अवार्ड ईसा अवार्डले चाहिँ सम्मान गर्ने भनेर समाचार आएको थियो र त्यो समाचार आइसके पछाडि चाहिँ बालेन शाह र उहाँको केही साथीहरू चाहिँ डाक्टर सन्दुक रुइतलाई चाहिँ बधाई दिनको लागि चाहिँ उहाँको कार्यालयमा जानुभएको थियो र त्यतिखेर चाहिँ हाम्रो रिदम अनलाइन टिभीको टिम पनि पुग्नु भएको थियो र उहाँहरू बसेको अथवा उहाँहरू एउटा अनौपचारिक गफगाफ गर्नुभएको थियो। त्यो पनि एकदमै छोटो लगभग 9-10 मिनेट मात्र